नमस्कार सम्पूर्ण साथीहरुमा। आज हामी गुरुमन्त्र एकाडेमीबाट यहाँहरूलाई स्वागत गर्दैछौँ। खरिदार विशेष क्लास पक्कै पनि तपाईहरुको परीक्षा असाध्यै राम्रो भएको छ होला। पक्कै पनि पहिलो पत्रमा पास हुनुहुन्छ भन्ने मलाई विश्वास छ। तपाईहरुको परिश्रम खेर जाँदैन। आज खरिदार विशेष अन्तर्गत मैले लेख्ने पेपरको केही ट्रिकहरु कसरी लेख्ने भन्ने कुराहरु शेयर गर्न चाहन्छु। र खरिदार अन्तर्गत अब पहिलो पेपरको तपाईहरुले काम सकिसकेपछि हजुरहरु अब आजैकै दिनदेखि भोलिको दिनदेखि नै ढिला नगरिकन लेख्ने पेपर द्वितीय पत्र र तृतीय पत्र जुन 200 मार्क्स रहन्छ र 200 पूर्णाङ्कको रहन्छ त्यसमा लाग्नुपर्ने हुन्छ। यसमा अब हामीले गुरुमन्त्रबाट खरिदारको लेख्ने पेपरलाई विशेष तरिकाले लिने प्रयास गरेका छौं। जस अन्तर्गत म आज लेख्ने पेपरको त धेरै कन्टेन्टहरु छन्, तैपनि छोटो क्लिपको रूपमा मैले राज्यका नीति पढ्ने तरिकाहरु शेयर गर्न चाहन्छु। जस्तो यहाँ साथीहरु अब मैले यसलाई राज्यका नीति लेखे। मैले राज्यका नीति लेखे। अब राज्यका नीति अन्तर्गत यो भन्दा पहिला हामीले यसको दुईटा फेजमा जान्छौं। पहिलो फेज भनेको राज्यको निर्देशक सिद्धान्त। राज्यको निर्देशक सिद्धान्त भन्छौं हामीले। निर्देशक सिद्धान्त यो रहन्छ। निर्देशक सिद्धान्तको केही परिभाषा गरिसकेपछि बल्ल राज्यको नीतिमा आउँछौं हामी। जस्तै राज्यको निर्देशक सिद्धान्त भने के हो भन्दाखेरि सरकारले है मुलुकको समृद्धि र विकासको लागि लेख्छौं हामीले। मुलुकको विकासका लागि, विकास र समृद्धिको लागि लेख्छौं हामीले। समृद्धिको लागि, मुलुकको विकास र समृद्धिको लागि सरकारले अवलम्बन गर्ने, सरकारले अवलम्बन गर्ने सिद्धान्त। ल हेर्नुस्, टेक्ने ठाउँ गराउने पहिला हामीले राज्यको निर्देशक सिद्धान्त भन्यो भनेपछि सरकारले अवलम्बन गर्ने सिद्धान्तलाई राज्यको निर्देशक सिद्धान्त, सरकारले अवलम्बन गर्ने सिद्धान्त भन्ने एउटा बाटोबाट राज्यको निर्देशक सिद्धान्त संविधानमा उल्लेख गरिएको छ। त्यसैले अर्को भाषा के लेख्न सक्छौं परिभाषामा भने के आएन भने संविधानमा उल्लेख गरिएका सिद्धान्तहरु, संविधानमा उल्लेख गरिएका निर्देशक सिद्धान्तलाई राज्यको निर्देशक सिद्धान्त भनिन्छ। अर्को तरिकाबाट हामीले संविधानमा उल्लेख गरिएका सिद्धान्तलाई निर्देशक सिद्धान्त लेख्नु राम्रो हुन्छ। संविधानमा उल्लेख गरिएका निर्देशक सिद्धान्तलाई राज्यका निर्देशक सिद्धान्त भनिन्छ लेख्छ हामीले है। छोटकरीमा लेख्ने तरिका दुईटा परिभाषा लेखे मैले। राज्यको निर्देशक सिद्धान्त भनेको के हो भन्यो भने सुरुमा मुलुकको केही न केही विकास र समृद्धि गरौँ भन्ने उद्देश्यले सरकारले अवलम्बन अभ्यास गर्ने सिद्धान्तलाई निर्देशक सिद्धान्त भनिन्छ। एउटा कुरा। अर्को कुरा हामी सबैलाई थाहा छ कि लोकसेवा आयोगको यात्रामा अध्ययन गर्ने साथीहरुलाई यो थाहा हुन्छ कि संविधानको धारा 50 मा निर्देशक सिद्धान्त छ भन्ने कुरा प्रष्ट थाहा छ। त्यसैले हामीले संविधानमा उल्लेख गरिएका निर्देशक सिद्धान्तलाई राज्यको निर्देशक सिद्धान्त भनिन्छ। दोस्रो, दुईटा परिभाषा बनायौं यहाँनिर हामीले। संविधानमा उल्लेख गरिएका निर्देशक सिद्धान्त र मुलुकको विकास र समृद्धिका लागि अवलम्बन अभ्यास गर्ने निर्देशक सिद्धान्त, दुईटा कुरा। दुईटा परिभाषा बनायौं। तेस्रो परिभाषा बनाए मैले सरकारले अवलम्बन गर्ने एलजीडी लाई राज्यको निर्देशक सिद्धान्त भनिन्छ। सरकारले अवलम्बन गर्ने, सरकारले अभ्यास गर्ने एलजीडी लाई राज्यको निर्देशक सिद्धान्त भनिन्छ। एल भनेको हामीले छोटकरीमा लेख्न सक्छौं। अब सरकारले अवलम्बन अभ्यास गर्ने एलजीडी लाई। अब कहाँ अवलम्बन अभ्यास गर्ने, के को लागि गर्ने भन्यो भने मुलुकको, नेपालको, राज्यको यी शब्द ल्याउने मुलुकको समृद्धि र विकासको लागि है, मुलुकको रूपान्तरणको लागि सरकारले अभ्यास गर्ने एलजीडी लाई राज्यको निर्देशक सिद्धान्त भनिन्छ भन्छौं। अब एल भने के हो लेख्छौं हामी लङ टर्म भिजन। लङ टर्म भिजन लेख्छौं हामीले। जी भनेको गाइडेन्स,
डी भनेको डेस्टिनेसन ल हेर्नुहोस्। त्यसैले राज्यको निर्देशक सिद्धान्त भनेको एलजिडी हो। अब यसलाई नेपालीमा भन्दाखेरि लङ टर्म भिजन, सरकारले अवलम्बन गर्ने, सरकारले अभ्यास गर्ने दीर्घकालीन सोच, राज्यको दीर्घकालीन सोच नै राज्यको निर्देशक सिद्धान्त। अर्को तेस्रो परिभाषा भन्यो राज्यको दीर्घकालीन सोच नै राज्यको निर्देशक सिद्धान्त। अर्को परिभाषा भन्यो राज्यले सरकारलाई मार्गदर्शन गर्ने सिद्धान्त। सरकार गाइडेन्स भनेको त मार्गदर्शन भयो नि त, गाइड गर्ने सिद्धान्तलाई निर्देशक सिद्धान्त भनिन्छ। अर्को रह्यो डेस्टिनेसन है, सरकारको एउटा गन्तव्य निर्धारण गर्ने सिद्धान्त। कहाँ पुग्छ हाम्रो राजनीतिक उद्देश्यबाट, आर्थिक सामाजिक उद्देश्यबाट, सांस्कृतिक उद्देश्यबाट, यद्यपि अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने उद्देश्यबाट हामी यी चारवटा आयामबाट कहाँ पुग्ने भन्ने कुरालाई भन्छ राज्यको निर्देशक सिद्धान्त। अब छोटकरीमा भन्यो मैले तपाईहरुलाई राज्यको निर्देशक सिद्धान्त भनेको के हो भन्यो भने 1 नम्बरमा मुलुकको विकासको लागि अभ्यास गर्ने सिद्धान्त, 2 नम्बरमा जान्छौं हामी लङ टर्म भिजन, 3 नम्बरमा जान्छौं हामी गाइडेन्स, 4 नम्बरमा जान्छौं हामी डेस्टिनेसन भन्छौं हामीले छोटकरीमा भन्दाखेरि है। एलजिडी को फुल फर्मलाई हामीले राज्यको निर्देशक सिद्धान्तभित्र लिन सक्छौं। हामीले एलजिडी को फुल फर्मबाट हामीले सजिलै भन्छौं। अब तपाईहरुलाई सोधे मैले के हो राज्यको निर्देशक सिद्धान्त भने मैले तपाईले एउटा परिभाषा हुनुहुन्छ मुलुकको विकासको लागि अवलम्बन गर्ने सिद्धान्त निर्देशक सिद्धान्त। दोस्रो परिभाषा बनाउन सक्नुहुन्छ हजुरले राज्यको संविधानमै उल्लेख गरिएको सिद्धान्त निर्देशक सिद्धान्त। तेस्रो परिभाषा भन्नुहुन्छ हजुरले सरकारले राज्यले अवलम्बन गर्ने एलजिडी लाई निर्देशक सिद्धान्त भन्छौं। निर्देशक सिद्धान्तको परिभाषा सकियो। र नेपालमा यसको अभ्यास भन्यो भने फेरि हेर्दाखेरि छोटकरीमा बुझ्छौं हामीले नेपालमा यसको अभ्यास भन्यो भने चाहिँ नेपालमा अभ्यास यस्तो ल्याइयो भने चाहिँ नेपालमा अभ्यास भन्यो भने विश्वबाटै सुरु गर्दियौं हामीले। विश्वमा यसको अभ्यास तथा सुरुवात आइरिस संविधानबाट 1937 मा गरिएको हुन्छ हामीले है। सन् 1937 मा आयरल्यान्ड भन्छौं हामीले, सन् 1937 मा आयरल्यान्ड। त्यसो भए नेपालमा यहीँनिर आइहाल्यो। अब नेपालमा भन्यौ भने हामीले विक्रम सम्वत 2007 को संविधानमा 2007 सालको संविधानमा उल्लेख गरिएको थियो यो भन्छौं हामीले। अब हाल आएर हाल 2072 को संविधानमा 2072 को संविधानको कतिमा धारा 50 मा लेख्छौं हामीले है साथीहरु। यसरी छोटकरीमा हामीले यो कुराहरु बुझ्छौं। यसरी आयो है। अब यसको तपाईहरुलाई परीक्षामा राज्यको निर्देशक सिद्धान्तको बारेमा लेख्नुहोस् भन्यो भने कसरी लेख्ने भन्दाखेरि छोटो परिभाषा र अभ्यास लेख्ने हामीले। राज्यको निर्देशक सिद्धान्तको बारेमा लेख्नुहोस् भन्यो भने के लेख्ने 1 नम्बरमा संविधानमै उल्लेख गरिएका त्यस्ता निर्देशक सिद्धान्तलाई राज्यको निर्देशक सिद्धान्त भनिन्छ, सकियो। 2 नम्बरमा किन निर्देशक सिद्धान्त आउँछ भन्ने कुरा हुन्छ। 2 नम्बरमा मुलुकको समृद्धि र विकासको लागि अभ्यास गर्ने सिद्धान्तलाई निर्देशक सिद्धान्तलाई राज्यको निर्देशक सिद्धान्त भनिन्छ। 3 नम्बरमा सरकारले अवलम्बन अभ्यास गर्ने एलजिडी लाई निर्देशक सिद्धान्त भनिन्छ। 4थो नम्बरमा विश्वमा आयरल्यान्डबाट यसको सन् 1937 मा निर्देशक सिद्धान्तको अभ्यास गरिएको थियो, आइरिस संविधानमा उल्लेख गरिएको थियो। नेपालको 2007 सालको संविधान दोस्रो संविधान भन्छौं। नेपाल सरकार अन्तरिम संविधान, नेपालको अन्तरिम जुन शासन विधान, नेपालको अन्तरिम शासन विधान 2007 भन्छौं हामीले। 2007 सालमा राज्यको निर्देशक सिद्धान्तलाई उल्लेख गरिएको थियो। हाल नेपालको संविधानले समेत धारा 50 मा निर्देशक सिद्धान्तको व्यवस्था गरेको छ भन्छौं। अब यति आइसकेपछि अब हामीले जानुपर्ने बाटो भनेको नीतिमा हो है। तैपनि एकचोटी हामीले के बुझ्छौं भन्दाखेरि राज्यको निर्देशक सिद्धान्त अन्तर्गत भनेर हामीले हाल धारा 50 मा भनेर लेख्छौं कि यसमा 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर लेखेर राजनीतिक उद्देश्य राज्यको राजनीतिक उद्देश्य लेख्छौं हामीले।
इलेक्सन एउटा। 2 नम्बरमा सामाजिक तथा सांस्कृतिक उद्देश्य। 3 नम्बरमा आर्थिक उद्देश्य। 4 नम्बरमा अन्तर्राष्ट्रिय सम्बन्धी उद्देश्य है, सम्बन्धी उद्देश्य इलेक्सन हामीले अक्षर अलि सानो भएको छ। राजनीतिक उद्देश्य इलेक्सन, सामाजिक सांस्कृतिक उद्देश्य, आर्थिक उद्देश्य, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने सम्बन्धी उद्देश्य भनेर 4वटा रहेका छन् भनेर बुझ्छौँ है। अब यसपछि हामीले के गर्छौँ भन्दाखेरि राज्यको नीतिमा जानु छ। हामी राज्यको नीतिको परिभाषा लेख्दाखेरि हामीले पहिला राज्यको निर्देशक सिद्धान्तको परिभाषा बुझ्ने हामीले। जस्तै यहाँ लेखेँ मैले राज्यको नीतिको परिभाषा लेख्दाखेरि राज्यको एलजिडी नै राज्यको निर्देशक सिद्धान्त हो लेख्छौँ हामीले। ल यसरी हामीले राज्यको एलजिडी नै राज्यको निर्देशक सिद्धान्त हो लेख्छौँ हामीले। राज्यको एलजिडी नै राज्यको निर्देशक सिद्धान्त हो। त्यसैले यसमा जोड्छौँ हामी यिनै सिद्धान्तको आधारमा अवलम्बन गरिने विषयगत नीतिलाई राज्यको नीति भनिन्छ भनेर लेख्नुहोस्। सजिलै हामी बुझ्छौँ। हामीले राज्यको निर्देशक सिद्धान्तलाई जोडेर राज्यको नीति भन्न पर्छ हामीले। त्यसैले सुरुमा हामी राज्यको नीति भनेको के हो लेख्दाखेरि निर्देशक सिद्धान्त जोड्ने हामीले। जस्तै राज्यले अवलम्बन गर्ने एलजिडीलाई नै राज्यको निर्देशक सिद्धान्त भनिन्छ। यिनै सिद्धान्तका आधारमा अवलम्बन गरिने विषयगत नीति, विभिन्न विषय राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति होला, सामाजिक सांस्कृतिक रूपान्तरण सम्बन्धी होला, राजनीतिक शासन व्यवस्था सम्बन्धी नीति होला, विकास सम्बन्धी नीति होला, श्रम सम्बन्धी नीति होला हैन, जे छ कृषि भूमि सुधार सम्बन्धी नीति होला, अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति, पर्यटन सम्बन्धी नीति, जे 13वटा नीति छ त्यसलाई भन्छ विषयगत नीति। त्यसैले हामी भन्छौँ साथीहरू राज्यले अवलम्बन गर्ने राज्यको एलजिडी नै राज्यको निर्देशक सिद्धान्त हो। यसको मतलब राज्यको दीर्घकालीन सोच भनेको के राज्यको दीर्घकालीन सोच नै राज्यको निर्देशक सिद्धान्त हो। यिनै सिद्धान्तको आधारमा अवलम्बन गरिने अभ्यास गरिने विषयगत नीतिलाई राज्यको नीति भनिन्छ। संविधानको लेख्छौँ अब हामीले संविधानको धारा 51 मा जम्मा 13वटा नीति उल्लेख गरिएको छ भनेर यसरी हामीले परिभाषाबाट सक्छौँ है।